बिर्सिनु त गीत बिर्सेकै हो जय मसी सेवानी नमस्कार सबैजनालाई हामी चाहिँ ह्यापी क्रिसमस हामी चाहिँ आज ट्रेकिङको निम्ति गइरहेका छौँ हाम्रो प्लान चाहिँ जुमडाँडा जाने आज प्लान छ हामी यहाँनिर अहिले 4 जना छौँ अनि अर्को गाडी पनि छ गाडी आउँदैछ भने अनि यहाँनिर चाहिँ यस्तो छ नि त बाटो चाहिँ अप्ठ्यारो यहीँनिर राम्रो छ नि त हाम्रो चाहिँ यहाँ जोरथाङ पनि गएको छ र रात पर्यो आज ढिलो भएर हाम्रो भेनाले ढिलो गरेर नि खै गर्छ सुतेको फेरि नसुधै कहिले पुग्नु पर्ने हो रात पर्ने छ नि माथि पुग्दा त भेना अलिक स्पिड उडाउने तर आज चाहिँ जेसुकै होस् के गर्नु यहीँ बस्ने कि चोकी डाँडामा जाने यहाँ त आइपुग्यो बल्ल बल्ल अब यहाँनिर चाहिँ कता बस्नुपर्ने हो जग्गा हेर्नु पर्ने छ यहाँनिर उहाँ रहेछ त अन्त चौतारा यहाँ बसौँ होइन यहाँ बसौँ होला हौ यहाँ बसौँ होला हौ पानी ल्याएन अन्त विजय भाइ पानी ल्याएन अघि पानी ल्याउनु भनेको थियो नि घर छ अन्त किन अन्त यहाँ शुद्ध भयो त अन्त मजाको रहेछ त जग्गा होइन हामीलाई तिर्पलले वरिपरि बाँड्छौँ तिर्पल माथिको लागि सोचेको थिएन मजाको भएको त के भन्छ भाइ पानी चाहिँ ल्याउनु पर्ने थिए वेलकम छ दुईजनालाई प्रभुले प्राणी छुट्याइदिनु भएको छ ड्रममा चुली छ यहाँहरूलाई जङ्गल बिच है पानी हौ ओइ लु पानी आएर प्रभुले पानी पनि जुटाइदिनु भयो है सफा गर्नु चाहिँ हुन्छ होला यहाँ सफाहरू गर्नु त काफी हो कहाँबाट निकाल्नु होइन त्यो उयो खानेको लागि त माथि सोधौँ न घर उहाँ छ त हौ होइन जु सोधौँ न अबिल त तर बाटो पो कता हो बाटो त यो होला सायद यहाँ त यस्तो पनि रहेछ लु फाइनल पनि भयो जग्गा चाहिँ हिजै बनाएर राखेको नि त आएर मैले विजय भाइले बनाएको यो चाहिँ लाइट देखाएर सफाको लागि चाहिँ हिजै नै छ त फेरि यो त बिनु भएन जस्तो लाग्दैछ मलाई यहाँनिर चाहिँ होइन यता 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 गर्नुपर्छ यो पार्किङ लटहरू पनि त थिएन हिजो आगो यहाँ होइन हौ हामी चाहिँ त्यहाँ सुत्दैन बनाइदिरहेछ त्यहाँ सिटले भिज्दैन नि दामी हुन्छ हाम्रो यहाँ बस्ने जग्गा पनि भयो यहाँनिर चाहिँ आगो मजाले सेकुवा खानुको लागि जग्गा पनि रहेछ यहाँनिर जग्गा लो सामानहरू निकालौँ पानी ओसार जानुपर्छ सुत्ने जग्गा चाहिँ यहाँ पर भयो यहाँनिर रहेछ केटाले चाहिँ पछाडि मिलाउँदैछ हामी चाहिँ यहाँ पानी ल्याउनको निम्ति जाँदैछौँ यहाँनिर माथिल्लोपट्टि घर रहेछ एउटा कृष्ण भाइ कस्तो हुँदैछ मजा आउँदैछ आज हामीसँग फर्स्ट टाइम हामीसँग भाइ जोडिएको छ कृष्ण भाइ पहिलादेखिको चिनजान भाइ हो अनि आज चाहिँ हामीसँग जोडिएको छ खुसी लागिरहेको छ यसरी कृष्णको परिवार रहेछ यहाँनिर तारा झुन्डेको छ फाइनली पानी पनि पायो हामीले यहाँनिर विजय भाइलाई धन्यवाद यो बट्टाको लागि खुसी लाग्यो यो जग्गामा चाहिँ चर्च पनि रहेछ यहाँनिर हिमाञ्चल मसिह सङ्गति सक्ने ब्रान्च वेस्ट सिक्किम रहेछ यहाँनिर यो चर्च पनि रहेछ खुसी लाग्यो यहाँनिर क्यारलको लागि क्रिसमसको लागि प्र्याक्टिस हुँदो रहेछ भित्र चाहिँ
हामीले डिस्टर्ब गरेको छैन यहाँनिर बिस्तारै हामी बोल्दैछौँ रहेको होस् भनिकन प्रार्थना गर्दछौँ। विशेष गरी खानाहरू बनाउँछौँ, खान्छौँ, हाँस्छौँ, खेल्छौँ, यी सबै कुराबाट प्रभु परमेश्वर तपाईँलाई महिमा भएको होस् प्रार्थना गर्दछौँ। विशेष गरी आइरहेको तपाईँको छोराहरू छ, अनुग्रहको साथ आउन सकेको होस् भनिकन प्रार्थना गर्छौँ। धन्यवाद। हाम्रोमा चाहिँ आजको रातिको लागि चाहिँ यहाँनिर खुट्टा पनि छ गोरुको, अनि अब चाहिँ यसलाई चाहिँ ह्याक्सले काटेर पछिल्लो टुक्रा टुक्रा गरेर चाहिँ सुप खानुपर्छ। आजको रातभरि चाहिँ यसले नै हाम्रो जान्छ। हुन्छ। यहाँ चाहिँ एउटा चुल्हा बनिसक्यो, अब अर्को पनि चुल्हा बनिँदैछ यहाँनिर। जयमसी विनोदा खास भ्लगर चाहिँ अहिले आएछ नि त यहाँनिर। सबै पुरा आयो सामान। कता गयो तपाईँ त? यहाँबाट चिनिहाल्छ नि त भ्लगर्सहरू चाहिँ। एक त देखाइदिनु नि, देखाइदिनु नि। यो त के होइन, उयो मात्रै हो होइन, गाडीको डल्लै छ। ड्रोन त ल्याउनु रेडी मेरो आउँछ। यसरी काट्यो भने चाहिँ खेरो जाँदैन नि हड्डीको यो भित्र जति पनि भित्र हुन्छ टुटिन्छ नि। म फिनिसिङ गरेर देखाउँछु ल। यस्तो हुन्छ यो चाहिँ। अब यो चाहिँ खेरो जाँदैन यसको भित्र। बामफोकले अथवा पञ्चरले भए चाहिँ यो चाहिँ सबै जान्थ्यो खेरो, अनि यो चाहिँ यसरी चोक्को बस्छ। तपाईँले पनि यसो गर्नुहोस्, राम्रो हुन्छ। आज सिक्नु न त म त बन्चरले काट्थेँ नि। भयो भयो भयो। लो ए साथीहरू, हामी चाहिँ आइपुग्यो यहाँनिर हाम्रो लोकेसनमा, जुमडाँडा मुनिपट्टि। हामी चाहिँ आँगाने ढुङ्गाको छेउमै आएर यहाँ बसेको छ। आज चाहिँ दामी पायो लोकेसन चाहिँ। पानीको लागि पनि सुर्ता छैन यहाँनिर, यहीँ पर रहेछ। चर्च पनि रहेछ यहाँनिर। यहाँनिर बस्नुको लागि यो जग्गा पनि मजाको पायो। शीतलले आज हामीलाई भिड्दैन भयो। चिया पनि आज त यहाँ पुरा स्पेसल कराईमा बनिँदैछ। आजको रात चाहिँ यस्तो बित्यो हाम्रो। खुट्टा छ यहीँ कटिङ हुँदैछ। चिया भयो, लु खाँदा भयो। चियाको स्पेसलिस्ट हाम्रो चर्चको। ला विनोदा, ओहो त्यो हेरेर बस्नु है। लु काटी भाग्यो। र यसै गरी स्वागत गर्न चाहे म हाम्रै अन्य प्यारो पास्टर सर अथवा हाम्रो पास्टर हौल दाजुलाई पनि यस कार्यक्रममा हामी स्वागत गर्न चाहे। र यसै गरी ग्याङ्टकबाट पाल्नु भएको छ भर्खर हालैमा मात्र यस ठाउँमा उपस्थित भइदिनु भएको छ। र उहाँ आउनु अनुसार खुट्टा काट्ने है ग्याङ्टकै जान्छु उहाँ चाहिँ बरबटै गयो तर। र यसै गरी हामी माझ हुनुहुन्छ हाम्रो पिकमा हुनुहुन्छ हाम्रो वीरेन दाजु, उहाँ अहिले झ्यालमुरी गर्न लागिरहनु भएको छ। र चाँडै नै हाम्रो सुप तर्फ पनि लाग्नुहुनेछ। र यसै गरी हाम्रा अहित दाजु जसलाई हामीले आज हामीले छुट्याउनै नहुने चाहिँ हाम्रो अहित दाजु, जो हाम्रो मिडिया पार्टनर। दाउरा काटेर अघि भुट्यो भयो नि। यहाँ चाहिँ यस्तो छ है। खोइ सुँगुरको मासु, सुँगुरको मासु देखाएको यहाँ
बोली दामी नै हुँदैछ त यो हजुर खै सुँगुरको मासु तर म चाहिँ खाँदिनँ नि त मेरो लागि चाहिँ गोरुको मासु छ हो म चाहिँ खाँदैन विषय भाइ यो बुढो मान्छे जस्तो बुढो मान्छे जस्तो खै लगाइदेऊ न त्यहाँबाट स्टेज बनाउँदैछ अहिले कन्सर्ट यसले दामी हुन्छ मासु स्ल्यास गर्नु भाइ केले काट्ने अब अरे कृष्ण भाइ छुन्छ यो कृष्ण भाइ ओहो भाइले खाँदैन भनेको त ऊ बिमार भयो भने यहाँ के भन्दैछ त पर बामपोक चाहिँ ठुलो खै लगे यहाँ आजको रात चाहिँ यस्तो छ हाम्रो चाहिँ मजा छ खुट्टा छ गोरुको पुरानो र थुप्रो सँगहरूलाई सम्झाउँदैछु मलाई बाँधी राख्ने सँगहरूलाई फुकाउँदैछु पुरानो र थुप्रो राखे सल्लाहहरूलाई फुकाउँदैछु छुट्टारा भएको म थाहा गर्दैछु क्रिस्टको आनन्दलाई अल्लाहको प्रार्थना सुन्नुने भाइ हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नु हाम्रो परमेश्वर हाम्रो पुकार सुन्नु हुने आउँदैछ भाइ हाम्रो
वेलकम वेलकम आइफोनसँग जोगिनु साह्रो पर्छ नि मेरी चट्टान बन जाना तू तेरे वादों पर भरोसा रखो तेरी शांति से भर देना तू तेरी शांति से भर देना तू यीशु मसीहा सहारा तेरे बिना मैं कुछ भी नहीं सुना रहे बिना तेरे मुझे चलना नहीं यीशु मसीहा तेरा सहारा इधर सिक्किम आके कितने वर्ष हो गए भैया? मेरे को लगभग 36 वर्ष हो गया। 36 वर्ष इधर आके 36 वर्ष हो गया। ये बनाते हुए पैसा कितना है कमा लिया आपने? ये पैसे के लिए नहीं, मैंने ये आप लोगों के लिए लौहैया सिंह मलेजु लौहै नाना फुपाजु 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 यो राम्रो खबर छ हजुरहरूलाई यो राम्रो खबर छ ढुङ्गुको तालैमा गए सबैले जन्मनु भयो लौ सुन सबैले च्यापढुङ्डुम 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 As a fairy nachu, गाउँछु कराउँछु परमेश्वरको लागि दिनु भो मलाई विजय मेरो सबै शत्रुहरूमाथि नाच्छु गाउँछु कराउँछु परमेश्वरको लागि उहाँले दिनु भो मलाई विजय मेरो सबै शत्रुहरूमाथि लु अब चाहिँ यहाँ सुरु भए यहाँ सिउरामा पस्नु थाल्यो यहाँ चाहिँ यो चाहिँ बिफको हो यो पर्कको चाहिँ यहाँ केटाहरूले अघि सकेछ नि हो गाँठे खै खोइ जानेर आम्मा सबै त्यहाँनिर मुक्त यताले चाहिँ बिजोक बनाए हेप्छ नि हेप्छ मै मात्रै हो यहाँ चापु नलाउने चाहिँ यहाँ भर्खर यहाँ हुनु चाहिँ हात बोतै भएन हात था बिफको नि ताजा ताजा खुट्टा हो बिफको खुट्टाको यो त यादै भएको छैन बराबर रहेछ
लु थाप्नुहोस् लु यहाँ राख्नु त भुइँमा अझै भएको छैन रहेछ यो ए लु काँचै गनाला यो चाहिँ नाम पनि ठिकै यो दासु हो केटाहरू त सबै सेको भएर नै अगायो भन्दैछ यहाँनिर टेन्टहरू हुन थाल्यो पो केटाहरूलाई कतिजना अट्छ अबेल यहाँनिर कतिजना अट्छ 4 जना कि 3 जना अट्छ डाक्टरले 3 जना चाहिँ भनेर पठाएको छ 3 जना भेनालाई उठाउनु पर्छ नि तर म चाहिँ बिहान उठाउँछु नि तपाईँहरूलाई आउँछ टुरिस्ट हो भित्र यहाँ हुँदैन यहाँ पाराले न यहाँ तर उहाँलाई धेरै आइडिया रहेछ है अन्त जर्मनीको अन्त टुरिस्टहरू खेप्ने मान्छे होइन होइन ऊ यहाँ भित्र हो यस्तो उयो गर्नुहोस् त भित्र पर होइन यसो कि यसो गर्नु कि यसो घुमाउँछ नि उहाँले भनेको मानु है उहाँले भनेको मानु है ब्ल्याङ्कै त हुँदैन होला नि ऊ यहाँ भित्र लैजाउँ न भित्र दैले यता हुनु न दैले होइन ऊ यहाँ भित्र बाहिर होइन भित्र कसरी हुन्छ यो यसमा बाँधौँ न यो डोरीले सर भित्र हुँदैन कि बाहिर गाड्नु पर्दैन अन्त ठिकै छ भित्र बापो चाहिँ यहाँनिर केटाहरूको चाहिँ सुत्ने जग्गा पनि रेडी भइहाल्यो भेना ती सिरानी ल्याउनुहोस् न मैले सुतेको ल गुड मर्निङ है गुड मर्निङ के गर्छ केटाको यहाँ त पालीको आउट होला जस्तो छ त है हाम्रो कुत्ता त सुतेछ त ओए बिरेलले सुतेको भात पकाएर उठाएर भन्नु खास मुख त सुतेको भयो म त्यहाँ अघिदेखि बसेको उठ्दा त बेसी पनि खाइपठाएछ कि भात चाहिँ फेरि दिनु भेनाले जतिको चाहिँ अरूले त बिगार्छ फेरि हामी त भोकै पो त अन्त चामल कुन चाहिँ चामल हो भेनाले चाहिँ खास बनाउँछु भनेर त प्रमिस गरेको थियो कि अब यहाँ सेको खाएर आज भेना बेसी सिनियरिटी भयो आज पारा बिगार्यो नि त यहाँनिर चाहिँ भेनाले जतिको राम्रो कसले अरूले बिगार्छ सालोहरू भोकै भन्यो आज सालोहरू भोकै भयो यो त राम्रो हुँदैन उयो त कहाँ यो राम्रो हुँदैन नि न्यामाथि पनि लगाइदियो होइन कोइला न्यामाथि पनि लगाइदियो कोइला ऱ्याप देऊ न ऱ्याप आउँछ तिमी अलिअलि देऊ न खुट्टा दामी पाकेको छ है दामी भयो आमा दामी भयो
ताजा सर खानुपर्छ नि त भाइ दामी पाएको यो चाहिँ बन मेरो है यो चाहिँ त्यो चाहिँ खास हो नि यो चाहिँ खास भिडियोहरू चाहिँ उसमा पठायो ग्रुपमा फोटो चाहिँ भोलि मात्र ल अरूदेखि पठाउँदैन नि पहिला उसको हाल्छ के गर्नु सबै खाइदिउँ सबै खाइदिउँ उठेको भात माम सक्यो केटा हो लो सकिसक्यो दिनु त तर केटाले बोरिङ गर्दैन है सुतिदिएर ड्रम हेर्नु नि ड्रम यहाँ अन्त ड्रम आज चाहिँ 2 बजिसक्यो 2 नागिसक्यो हामी यसरी बसिरहेको छौँ माम पाक्दैछ माम खुवाइरहेको छैन ए माम पाएको छैन पो लुपेना रेडी 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 यहाँ त्यही भएर डढा 2 बजी त गयो अब के सुत्छ बजे नि 2 अब त कहाँ 1-10 मात्रै हुँदैछ हौ ड्रम ठोटाएर चाहिँ केटाले यस्तो बनाइसक्यो नि त अरू भन्दा ड्रमले यो सुत्नु थोरै सुत्नु आएको अन्त हामी यहाँ रातभरि प्रे गर्ने भनेर केटा सुतेर छैन हौ मेना छ नि यहाँनिर प्रे गर्नुपर्छ भनेर 1 घण्टा प्रे गर्नु भने त मजा आयो तर निकाल्दै त यो तताइ दिउ खाना खानुपर्छ नि हाम्रो यस्तोमा आएर त खाना नखाएर हुन्छ खाना खानु मन गर्दैन केटाहरू कहाँ हुन्छ त्यो पोलेको मात्रै मासु सब्जी चाहिँ दामी भयो कि यो माम चाहिँ बिग्रेर चाहिँ रड्डी भन्यो गिल्लो भयो तर तर मजा आयो माम बिग्रेको छैन राम्रो छ मिठो छ अब चाहिँ खानाको टाइम भयो एकजना भाइ सोध्यो है दामी भयो पिरो पेन्नाले चाहिँ दामी खाइदिन्छ त खाना चाहिँ मरमेट चाहिँ यत्तिकै छ त गान्धी गरम हुँदो रहेछ है यहाँ चाहिँ केटाहरू 3 भाइ चाहिँ हामी आम्मामा यो हेर्नुको लागि चाहिँ हामी यहाँनिर बेलुका बसेको नि त हेरौँ है हामी चाहिँ भ्यू सनराइज हेर्नु गएको हामी चाहिँ बिजुवा कतिको एक्साइटेड छौँ डर लाग्दो यहाँ निन्दा छोडेर आएको छु म त दुईजना पनि एक्साइटेड छ अब चाहिँ हेर्छ कतिको होला अब निन्दा छोडेर यहाँ जुत्तामा लेस बान्ने यतिको चाहिएको नि लेस बान्नेको छैन रहेछ अब हामी हेर्छौँ यहाँनिर यो बिचरा घर
लाइट बलिरहेछ यो चाहिँ हाम्रो गाउँ हो हाम्रोपट्टि त अन्त ओ छ्याङ्गे देख्दो रहेछ नि त्यति साह्रो अन्त बाक्लो देख्दो रहेछ यहीँदेखि हो नि विजय कस्तो बाक्लो देख्दो रहेछ हाम्रो गाउँ त है यहाँ तल चाहिँ जोडथान यहाँनिर चाहिँ यस्तो पनि बनाएको छ आइपुगेँ जग्गा ए यहाँ बस्नु भएको रहेछ नि त है यस्तो बनाएको छ नि त अन्त यहाँनिर देखिरहेको बेङ्गाल यहाँ तलको चाहिँ जोरथाङ यहाँ पारि चाहिँ चिसो पानीको कस्तो दामी देख्दो रहेछ नि त यहाँबाट चाहिँ यहाँबाट अरू होइन हाम्रो गाउँ चाहिँ हाइलाइट भएको छ सबै यहाँ मात्रै हाम्रै गाउँ हेर्ने यहाँको भ्यू चाहिँ यस्तो रहेछ बारी पनि देख्छ यसरी यहाँनिर यस्तो छ ओ यो चाहिँ भालेढुङ्गा जुनको भालेढुङ्गा यहाँनिर हो सनराइज अहिले बसिदिएको छ कि अनि यहाँनिर जोरथान यो देख्दै गरेको जोरथान यो देख्दै गरेको चाहिँ नाम्ची साउथ सिक्किम हो यहाँनिर पल सिटीहरू पनि देख्छ गो टक्कै आयो होइन सो गरेर आयो टक्कै सो गरेर चाहिँ ल यहाँनिर तपाईँ मसँग आउनुहोस् त भयो त्यतिकै गो आइज अब चाहिँ हाम्रो यहाँबाट बिदौरी अब चाहिँ हामी यहाँबाट बिदा गर्न लागेको अन्तिम चाहिँ विजय भाइ आजको लास्ट चिया यहाँ चाहिँ फेरि घरमा गएर चाहिँ यहाँको चाहिँ लास्ट मेरो बढी युज गरेँ दिउँसो त त्यहाँ फ्याँकेको यिनले चाहिँ रोटी गर्नु नि त यहाँ हाम्रो मान्छे योहरू चाहिँ लान्छु नि म थाप्छु हामी हो लु भेना चिनी छ उ चिनी यो त नाबाल्दैन अनि छोड्दैन यतिको दाउरा हामी चाहिँ यहाँ बस्नु बाई बाई यो चाहिँ कसको सो अब चाहिँ हामी चाहिँ यहाँबाट चाहिँ निस्क्यौँ हाम्रो साथीहरू चाहिँ अगाडि गइसकेको छ अनि हामी चाहिँ अब यो जग्गाबाट चाहिँ हामी निस्किँदैछौँ मजा आयो यो जग्गा तपाईँ पनि आउनुहोस् यो जग्गामा रमाइलो गर्नुहोस् इन्जोय गर्नुहोस् साह्रै मजाको छ यो जग्गा यो मजाको देख्छु बाई बाई सबैजना